नमस्ते। ल आज त म भिन्दै किचनमा होइन, आज दैनिकी पूजा गर्ने हामीले नित्य पूजा गर्नलाई डेली हामीले बत्ती चाहिन्छ। तेल राखेर बत्ती बाल्दाखेरि सबै फोहोर हुने भित्र पोखिएर जम्मै त्यो पूजा कोठी फोहोर हुने भएकोले मैले नयाँ आइडिया निकालेको छु। हजुरहरूले पनि यसो हेरेर गर्नु होला। हुने बत्ती पनि बालिने एकदमै सजिलो। यो मैले तपाईँहरूलाई 1 महिनालाई पुग्ने गरेर म यहाँ फुलबत्ती बनाउँदैछु। त्यति गाह्रो चाहिँ रहेनछ। मैले जहिले पनि किनेर बनाउँथेँ, आज चाहिँ म आफै बनाइराखेको छु। यसरी बत्ती यति सजिलो रहेछ, खासै दुःख गाह्रो चाहिँ रहेनछ यो बनाउन। मैले त्यति साह्रो कहिले पनि बनाएको छैन, त्यही भएर मलाई एकदम गाह्रो छ कि जस्तो लागेको, तर गाह्रो रहेनछ। यति गर्नलाई यति गरेर यति थोरै कपास ल्याएर 100 ग्राम 200 ग्राम कपास ल्याएको मैले। अब यति धेरै बन्यो हेर्नु त, बिस्तारै गरेर देखाइदिन्छु मामा। यस्तो गरेर थोरै कपासलाई यसरी चाट्ने, थोरै टुप्पामा जति आउँछ त्यति चाट्ने। यो जम्मै झुर्रो परेको जति सबै मुजा पार्ने। यता थोरै पानी, हातमा पानी थोरै लिएर बटार्ने यसरी। ल यसरी यति सजिलो रहेछ। म त कति गाह्रो हुन्छ होला भनेर सोचेको थिएँ। यसरी यो पाटामा यो फुलबत्ती सबै यसरी फैलाएर राख्ने। त्यसपछि यो डाल्डा घिउ यसमा राखेर कित्लीमा राखेर तराइसकेको छु। यो अब यसरी भिजाइदिने, जम्मै यो फुलबत्तीलाई यसरी भिजाइदिने, सबै भिजाइदिने। भिजाइसकेको छु। तेल राख्यो भने जम्दैन। घिउ चाहिँ जमिसकेपछि हामीले जस्तो आकार दिएर चिसो गराएर बट्टामा राख्यो भने एकदम साह्रो कक्रक्क परेर जाने, एकदम मजाले जहाँ राख्यो भने ठ्याक्क बस्छ। अब तेल राख्यो भने बस्दैन, गिलो भइरहेको छ। अनि हात पनि फोहोर हुने, हात पनि च्याप हुने। यसरी जम्मै यसरी स्ट्यान्ड जस्तै गरेर ठ्याक्क यसलाई राख्ने। दिनै चाहिन्छ हामीलाई। दिनको कतिवटा, म दिनको 3टा बाल्छु। एकदमै चिसो भएपछि डिब्बामा राख्छु, महिना 1.5 महिनासम्मलाई पुग्छ। आफै यसरी अलिकति एकछिन जाँगर चलाएर यस्तो गऱ्यो भने हामीलाई सजिलो पनि हुने। अब तेल पनि किफायती नै हुन्छ। यसरी एकचोटि जाँगर निकालेपछि हामीलाई महिनौ दिनसम्म सजिलो हुन्छ। यो मैले चाहिँ नि फुलबत्तीमा घिउ राखेर बाबु, मामाले पूजा गर्न जान्छु नि माथि। बाबु र म राति पूजा गर्न जान्छु होइन, माथि देउटा कोठीमा। अनि त्यो बेलामा मैले बत्ती बाल्छ कि नै, 2-3टा बत्ती बाल्छ होइन। त्यो बत्ती बाल्दाखेरि यसरी यो सुकेपछि बट्टामा राखेर राति कतिवटा बाल्छु, 2टा मात्रै बाल्छु होइन। अनि बिहान 3टा बाल्छु है। त्यसैको लागि यो तयारी गरिरहेको बाबु। ओहो, मेरो बाबाले पनि कति ध्यान दिएर सुनेको होला र हिँडेको सोधेको होला अहिले। बाबु पनि जान्छ नि, बाबुले पनि धुप बाल्छ, मामाले बत्ती बाल्छ। हुन्छ जम्यो नि। अब जमिसक्यो यो है। अब यो बट्टामा हामीले यो सफा बट्टा एउटामा यस्तो मजाले जमिसकेको छ। यसरी जमिसकेको छ घिउ। अब यसलाई चाहिँ नि कति सजिलो हुन्छ कि पूजा गर्नलाई। बट्टा एउटामा राखिराख्ने। ल हेल्प गर मामालाई। तपाईँहरू पनि यस्तै गरेर घिउमा यसरी फुलबत्ती जमाएर राख्नुहोस्, सजिलो हुन्छ। एउटा यस्तो निकालेर ठ्याक्क बालेर राख्नुभयो भने कति बेरसम्म बलिरहेको छ। यो एकदम राम्रो हुन्छ, सजिलो पनि हुन्छ।